वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ गाइज हामी खत्याट गाउँपालिकाबाट सुरु गाइज यहाँदेखि सुरु गाउँपालिकाको धैन चाहिँ यति टाढा छ कि धेरै छ क्या, किलोमिटरको दूरीभन्दा पनि टाढा छ। हामी आज त्यति लङ यात्रामा जाँदैछौँ गाइज। यति टाढाको यात्रा गर्नु छ, बिच बाटोमै जाँदाखेरि चाहिँ बारिस आइसक्यो कि गाइज। हामी चाहिँ माथि गाउँमा पुगिसकेका छौँ गाइज। अहिले चाहिँ यता कहाँ बैठक रहेछ, बैठक बस्न लागिसकेका छन् गाइज। हामी चाहिँ अब आफ्नो यात्रातिर लागिसकेका छौँ। यति लङ बाटो छ गाइज। म उहीँ पुग्दासम्म म हजुरहरूलाई देखाउने नै छु गाइज। म चाहिँ गाइज हिँडिसक्दैन जस्तो लागिसक्यो गाइज। कति टाढा पुग्नु छ गाइज। मैले त यहाँ 1 किलोमिटर पनि हिँडेको छैन, मलाई गलै लागिसक्यो गाइज। आज हिँडिसकिँदैन, आज यति टाढा छ कि गाइज। उता कस्तो रमाइलो रमाइलो पनि ठाउँ छ गाइज। म त्यो ठाउँ नि हजुरहरूलाई देखाउने छु। यसो गाइज, अहिले चाहिँ हामी यहाँ भित्र खोलामा पनि पुगिसक्यौँ गाइज। यसो छ खोलाको भ्यू। यसो गाइज अहिले चाहिँ 11:11 गइसकेको छ गाइज। अहिले पहिला चाहिँ यो थिएन, हल्का थियो कि गाइज मान्छे पनि रहेछन् गाइज। हामी चाहिँ भाङछडा पुगिसकेका छौँ गाइज। यही भाङछडा चाहिँ यही हो। यहाँ चाहिँ हाम्रो धामीहरू हो कि नै, देवी देवताहरू यहीँ आउँछन् नुहाउन, यताउति हुन यतै आउँछन्। के अरे त्यो जल सल यताउति गर्छन् त त्यही गर्न यतै आउँछन्। यही हो गाइज। यस्तै छ गाइज। यही हो गाइज। यहाँको पानीको धारा चाहिँ यति छ गाइज। यो माथि चाहिँ हप चाहिँ गाइज। के अरे त्यो धामीहरू आएपछि नुहाउँछन् त्यहाँ है। चाहिँ यहाँ आएर धामीहरू फतुर्छन्। हाम्रो धामीहरू उता भिखिया गाउँको। यसै छ गाइज। यो चाहिँ भाङछडाको भ्यू हो गाइज। गाइज अझसम्म पनि हामी यात्रामै छौँ गाइज। यस्तो थकाइ लागिसक्यो कि गाइज। यो उकालो देख्दा पनि हामीलाई डर लागिसक्यो गाइज। प्याङ